गुड मर्निङ गाइज, डे 4 मिनी भ्लगमा स्वागत छ। म चाहिँ आज बिहानै उठेँ अनि पूजापाठ गरेँ। आज स्याटरडे हाम्रो घर को आयो ढन्टडान को रहेछ अनि हेर्नु आविष्कार अनि म चिया खाएँ त्यो हेर्दै। अब यसको कुरा सुन्नु। आविष्कार के करण केसी भनेको को? नेपालको राष्ट्रिय सरकार हो। हिजो इन्गेजमेन्ट भयो थाहा कि नै? नाइ मलाई के थाहा इन्गेजमेन्ट सिन। नेपालको राष्ट्रिय सरकार भएपछि त थाहा हुन पर्यो नि। आशा बस्नेत र करण केसीको के भयो? इन्गेजमेन्ट भयो। कस्तो भयो अरे? यस्तो। त्यसपछि म ब्याडमिन्टन खेल्न थालेँ। कोसँग भन्दा आविष्कारसँग। केटकेटीसँग यसो टाइम पास गरौँ भनेर, किनकि बहुत जाडो थियो आज। मम्मीले ठुलो ठुलो हेरिरहनु भयो। खेल्यौँ एकछिन, जस हल्का पनि ज्यान तातो थियो। खेलियो अनि त्यसपछि खाना खाएको थिएनौँ। एकछिन खेलेर भएपछि चाहिँ अनि 10 बज्यो। 10 बजी खाना खायौँ। खाना खाइसकेर आगो ताप्न थाल्यौँ। एकछिन सबै बसेर आगो ताप्यौँ। त्यसपछि मसँग गुड्डु आइन्। गुड्डु कति राम्रो चाहिँ। अनि त्यस नास्ता खाने बेला भयो अनि नास्ता खायौँ हामीले। त्यसपछि म नुहाएँ फेरि अनि त्यसपछि फ्रेस भएँ। त्यसपछि आयो पढ्न अनि आएँ पढेँ एकछिन। भोलिबाट इक्जाम रहेछ अनि त्यसपछि त्यो नि घर गयो। आजको लागि यति नै, बाई।